Get ready with me. So मैले चाहिँ आज मजाले फेसमा क्रिम सिम लगाएर हैन चट्ट परेर सबै गरिसकेको थिएँ आई मिन हुन्छ नि सनस्क्रिन मोइस्चराइजर एभ्रिथिङ लगाइसकेको थिएँ सो मैले चाहिँ पहिले सुरुमा आइब्रोज बनाउन लागेँ लिक्विड लिएर के भन्छ आई डोन्ट नो लिएर मैले चाहिँ मजाले आइब्रोज बनाएँ पुरीले मजाले क्लिन गर्नुपर्छ नि त सो मैले चाहिँ क्लिन गरिसकेपछि चाहिँ अब त्यो जुन डस्टहरू हुन्छ नि त्यसलाई चाहिँ मजाले रिमुभ गर्नुपर्छ सो मैले चाहिँ हल्का क्रिम लगाएर आई मिन फाउन्डेसन लगाएर कोरियन प्रडक्ट चाहे जुनसुकै होस् त्यो डजन्ट म्याटर के तर तपाईँलाई आउनु पर्यो लगाउन आउनु पर्यो कि कसरी लाउने के त्यो चाहिँ आइडिया हुनुपर्छ है ओके प्रडक्टको बारेमा चाहिँ अब के भन्नु अब आई मिन जुनलाई पनि हुन्छ भन्नाले अब जस्तो चिप पनि लाउनु त भएन आफ्नो स्किनको केयर त मजाले गर्नुपर्छ नि त सो प्रडक्ट चाहिँ आफूले कसरी हुन्छ छानेर मजाले आफ्नो स्किनलाई सुट हुने टाइपले लाइक हुन्छ नि त्यसरी गर्नुपर्छ मलाई चाहिँ के लाग्छ भने स्किनमा अरूमा खर्च गर्नु सक्दा स्किनहरूको लागि चाहिँ अलिकति लोभ नगर्दा राम्रो किनभने आफ्नो स्किन हो नि त भोलि गएर अब बिग्रियो या पोतो सोतो आउने पिगमेन्टेसनहरू के भन्छ नि त्यस्तो आउने भयो भने त राम्रो देख्दैन सो या त्यही हो प्रडक्ट चाहिँ अलिकति हुनुपर्छ त्यही हो मैले चाहिँ कुनै खासै ब्रान्डेड प्रडक्टहरूलाई चाहिँ जस मलाई सुट हुने र ठिक्कको के भन्छ ठिक्कको प्राइसको मैले चाहिँ त्यही हो लगाएको छु जस आफूलाई लाउन जान्नुभयो पर्यो ओके यति भन्दै म चाहिँ होइन पुरा लाइन तानेर लाइन गर्दै थिएँ अनि मलाई चाहिँ फेरि कर्नरमा चाहिँ वाइटहरू एकदम मनपर्छ क्या सो मैले चाहिँ वाइट ल्याएर यही वाइट लाएर वाइट सिमरी आई थिङ्क वाइट सिमरी त्यही हो मैले चाहिँ त्यसै लगाएको थिएँ अनि मलाई चाहिँ लास्ट मनपर्छ कि यो कर्नरमा वाइट भएको होइन सो ब्युटिफुल जस्तो लाग्छ अरे एनिवेज त्यही हो हरेक चिज चाहिँ आफूले जान्नुपर्छ भन्ने हुन्छ होइन म चाहिँ एउटा ब्युटिसियन भएको भएर मलाई चाहिँ यतिको नलेज छ अझ पनि लाग्छ मलाई अझै पनि थाहा छैन मलाई अझै सिक्नुपर्छ जस्तो लाग्छ सो म चाहिँ अझै सिक्नमा फोकस गर्दैछु जस मैले चाहिँ न्युड मेकअप गर्न खोजेको हो सो मैले चाहिँ हल्का गिल्टर पनि लगाइदिएको थिएँ त्यही हो आफूलाई जति आउँछ जे आउँछ आफूले सो अप गर्ने हो या आफूले देखाउने हो किनभने